हाम्रो यो वाल एन्ड कमोड जस्ट ट्याङ्की मात्रै यता चाहिँ हाम्रो यो मिलाइसकेका छौँ। यसरी चाहिँ हामी राख्दैछौँ है। आज वाल एन्ड कमोडको लागि पोइन्ट चाहिँ यसरी राखेका छौँ। यो हाम्रो यहाँदेखि चाहिँ बेसबाट 9.5 इन्ची हुनुपर्छ र अहिले 9.5 इन्ची चाहिँ हामीले कोरा र टाइल आउँछ। सो हामीले यति चाहिँ लगभग 1.5 इन्ची चाहिँ हामीले टाइल उसको लागि छोड्यौँ भने यता चाहिँ हाम्रो 5.5 अथवा 135 mm चाहिँ हुनुपर्छ। सेन्टर 5.5 हुँदा नि भयो, 135 हुँदा नि हुन्छ होइन। यो चाहिँ हाम्रो युनिभर्सल सिस्टमको मेजरमेन्ट हो र यो चाहिँ हाम्रो कन्सिल वाटर ट्याङ्क भयो फ्लसको लागि। र यसको लागि चाहिँ अब हामीले यहाँ चाहिँ यसरी कभर चाहिँ हाल्न, यो एल्बो राखेर चाहिँ हाल्न बाँकी छ। यता चाहिँ हाम्रो स्टल भल्भ राख्न पनि मिल्थ्यो हाम्रो, तर त्यसमा चाहिँ हाम्रो यता बाहिर नै अलरेडी हाम्रो बल्ब भएको भएर यहाँ आवश्यक भएन। यता चाहिँ हाम्रो यो चाहिँ हाम्रो एङ्गल बल्ब यहाँ हुन्छ, यता कनेक्सन पाइप यहाँबाट अलरेडी फ्लस बल्ब फ्लड बल्ब भयो। यता चाहिँ हाम्रो फ्लस यिनीहरू यसले काम गर्छ फ्लसको लागि चाहिँ। यो चाहिँ हाम्रो यहाँ एउटा बक्स बस्छ, यो सिमेन्टी वाल लाउनलाई चाहिँ अहिले चाहिँ हाम्रो वाल हाल्ने सिस्टम माथि चल्दैछ। यस्तो हाम्रो आज 4वटा फिट गरिसकेका छौँ। अब हाम्रो चाहिँ वाल लाउने काम हुँदैछ। यता चाहिँ यसमा चाहिँ हाम्रो के छ भन्दाखेरि एङ्गल बल्ब बस्छ र कमर स्प्रे बस्छ। यसमा चाहिँ हामीले यो जाली, अब सिमेन्ट लाउनलाई चाहिँ यो जाली प्रयोग गर्छौँ है त गाइज। हाम्रो तार कहाँ यो चाहिँ हाम्रो फाइनल वर्क सकेको छ। एकदम माथि छ हाम्रो कन्सिल फ्लस ट्याङ्कको आउटपुट ल यता कमरमा इनपुट र माथि पाइप ल है चाहिँ हाम्रो बनेको छ। यहाँ हाम्रो अनिल दाइले टक्क लाएर वाल बनाउँदैछन् वाल ह्याङ कमोडको लागि। कन्सिल फ्लस ट्याङ्क रेडी हुँदैछ वाल ह्याङ कमोडको लागि। हेर टक्क यताबाट इनपुट